तपाईँ पनि यो चाहिँ भएन क्या, त्यो त चलुन्जेल चल्छ, यो चाहिँ अलि भएन है। तिमीहरूले सबै कुरामा कम्प्रोमाइज गर्नु हुँदैन, घुचुक हालिदिन्छ अनि त्यो कुदाउनु भएको धेरै आमानी त जसक्ति भाइ। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल वान्स अगेन है। सबजनालाई गुड मर्निङ अनि सबैजना सन्चै हुनुहुन्छ होला है। अनि आज चाहिँ हामी दाइ कहाँ जान लागेर आज हामी रामेछाप जाँदैछौँ है। धेरै पहिलादेखि जाने हो भनेको चाहिँ हो रामेछाप, तर मिलिरहेको थिएन है। अनि आज चाहिँ रामेछापको साइड जुर्यो भनौँ। अनि मेरो पछाडि गणेश दाइ हुनुहुन्छ, टेकु मोडिफिकेसनको मेरो दाइ, मेरो प्यारो दाइ है। अनि अगाडि दिपक दाइ गइसक्नु भयो। अनि म चाहिँ आज दाइको दुखमा छु है। यो पनि हुन त मेरो आफ्नै बाइक हो, तर दाइको नाममा छ क्या यो बाइक चाहिँ। अनि त्यही हो। अनि अब चाहिँ रमाइलो गर्नुपर्छ है। चाहिँ माइकबाट प्रब्लम आउँछ होला है, हावाको अलिकति बढी हावा छ होइन। तर त्यो अब साउन्ड 1-2 दिनमा ठिक हुन्छ। मलाई एडाप्टर आउँदैछ बाहिरबाट होइन, एडाप्टर आएपछि चाहिँ साउन्ड मिठो हुन्छ। अहिले चाहिँ हावाको साउन्ड अलिक बढी सुनिन्छ होइन, त्यही पनि माया गर्दै गर्नु होला। साउन्ड हावाको आए पनि मान्छे मै हो। दिपक दाइ कहाँ रे दादा? अगाडि नै गइसक्नु गयो रे। आमामा राइडर त हामी पनि राइडर हो नि दाइ। कति घन्टा लाग्छ दादा यहाँबाट रामेछाप पुग्न? स्पिडमा गयो भने चाहिँ 5 घन्टा हो। म चलाउँदिनँ त अहिले 3.5 घन्टा। 3.5 घन्टा ठिकै, धेरै त कुदाइँदैन। तर अब एकछिन पछि भक्तपुर पछि फेरि गाडी चलाउनु हुन्छ होइन। दाजुभाइ चाहिँ आज 2जना राइडर हो, 2जना बिस्तारै मिलेर चलाउने हो होइन। बिस्तारै जानुपर्छ, सेफ राइड। अनि बाबा र लाप्पा उता कोही छैन आज चाहिँ, म र दाइ मात्र हो। अब सोलो राइड पनि हिँड्नुपर्छ बेला बेलामा, सधैँ साथीहरू हुँदैन। तर आई मिस यु बोथ अफ यु गाइज होइन। तिमीहरूबाट नै मैले धेरै कुरा सिकेको हो है। तर तिमीहरू पनि अब जिन्दगीको गोरेटोमा के हुन्छ भने सँगै सबैजना साथ हुँदैन। तैपनि अब जति जेल रहन्छ तिनीहरूसँग एउटा मेमोरी त बनाउनु पऱ्यो नि त दाइ होइन। मेमोरी एभर लाइफ एउटा बनाउनु पर्छ। हेलमेट अलि भएन नि होइन, नत्र त सबै कुरा भएको थियो। लेडी राइडर हेलमेट एउटा भएन, ग्लभ्स पनि रहेछ दाइ। के हो कस्तो धेरै कुदाएको त अनि कस्तो कुदाउनु भएको धेरै आमानी त जसक्ति भाइ। लेडी राइडर गरे त जित्दिरह भने कस्तो कुदाइदिरह। अब तपाईँ चाहिँ ओमा कस्तो छिराइदिरह कस्तो फेरिदिरह है। अब यहाँ धुलीखेल आएपछि चाहिँ दिपक दाइलाई भेट्यो है। अनि धुलीखेलमा दाइले कस्तो कुदाएको हामीले यत्रो कुदाउँदा नि भेटाएन होइन, नभेटेको। अबको राइड विथ दिपक श्रेष्ठ पनि हुन्छ। दिपक
बाइकर्सको एसेसरी छ है, पन्जाहरू पनि छ। अनि उहाँ चाहिँ हाम्रो मेरो दाइ हो, उहाँको चाहिँ त्यहाँको साउ हो होइन, ओनर भनौँ न, साउ भन्दा पनि ओनर हो। तर अब कस्तो भने दाइलाई नपुग छैन होइन, दाइ पनि चलुन्जेलसम्म चलाउनु पर्छ होइन, वेस्ट गर्नु हुँदैन भनेर मात्र दाइले यो एउटा बेस्ट इक्जाम्पल हो यो है। दाइसँग यस्तो पन्जा हजुर 100वटा छ क्या, तर दाइले किनभने चलुन्जेल चलाउनु पर्छ क्या, जिन्दगी नै यस्तै हो, चल्नुसम्म चलाउनु पर्छ। राम्रो हो दाइको हेलमेट लाउँदै दाइ पनि यो चाहिँ भन क्या, त्यो त चलुन्जेल चल्छ, यो चाहिँ अलिक भन है, बिना सबै कुरामा कम्प्रोमाइज गर्नु हुँदैन, घुचुक हालिदिन्छ। अनि यो पनि अब अहिले मलाई लाभ भएन। है अहिले चाहिँ हामी चिन्तीमा देवारी खाजाघाट दिपक दाईको पसल रहेछ यो मामुको। अनि गणेश दाई अब यहाँबाट चाहिँ हामी गाउँमा जान्छौँ। कता हिँडेको दादा? अनि अब यहाँबाट चाहिँ हामी दादा बाई बाई, दिपक दाई बाई बाई, मम्मी बाई बाई। सो है अब यहाँबाट चाहिँ अब हामी खानासाना खाएर हामी 2 बजे खाना खायो। खाना खाएर अब गणेश दादाको घर माथि जान लाग्यो गाउँमा है। अब गाउँमा जाने हो, रस्ता रमाइलो गरिन्छ। अनि एउटा चित्त नबुझेको कुरा चाहिँ होइन, जहाँ पनि एउटै कुरा क्या, कस्तो भनेदेखि मेन रोड चाहिँ पिच हुन्छ होइन, अनि अफ रोड जुन गाउँ छिर्ने भन्ने हुन्छ नि, अब गाउँ जानुपर्छ नि मेन रोडसम्म त पिचै हुन्छ क्या नेपालमा प्रायः ठाउँमा मैले देखेको होइन। अनि अफ रोड छिर्यो कि होइन, अब भनेको मतलब गाउँ छिर्यो कि अफ रोड क्या, अफ रोड सुरु भइहाल्ने क्या। जहाँ पनि त्यही हो कि भनौँ न, दाइकै घर जाने बाटो पनि कति वर्ष भयो होला क्या, दाइहरू यही अफ रोड हिँड्नु भएको क्या। हुन्छ नि यही धुवा धुलो हिलो होइन, घर जाने बेलामा कस्तो गाह्रो भइ जानुपर्छ। अनि बिजुली हुँदैन, बत्ती हुँदैन कति ठाउँमा होइन, बाटो राम्रो हुँदैन, शिक्षा राम्रो हुँदैन, कति वर्ष भयो होला क्या। जताततै त्यस्तो हो क्या, यहाँ मात्र यस्तो होइन क्या, हाम्रोतिर नै यस्तै हो क्या। अनि त्यसपछि गाउँको मान्छे गाउँ छोडेर अनि युवाहरू सबै काठमाडौँ सहर छोडेर, सहरमा अब टिक्नै गाह्रो हुन्छ होइन। सहरमा पनि त्यो सहरको त झन् के कुरा गर्नु, सहर छोडेर परदेश यस्तै छ है अब देशको हालत स्थिति, के गर्नु। अनि त्यही हो, अब विकास हुन्छ होला भन्ने अब एउटा हुन्छ नि आश भनौँ न, होला एक दिन विकास होइन। अब छोडिदिउँ यो सब कुराहरू,
यस्तै हो जति गरे पनि सकिन्न है सानो मान्छे फेरि ठुलो गफ गरे जस्तो होला सो गाइस अब बाटो यस्तो भयो भने लेट्स इन्जोय है रमाइलो गरिदिनु होला रमाइलो मान्नुपर्छ हिँडेन घर चाहिँ पहिला भने घर छ त्यहाँ चाहिँ मलाई सिस्नोले नि पोल्यो नि त सिस्नोले नि पोल्यो नि ऊ त्यो बाल्लामा तपाईँ रोकेर खानेर कुनापाटी पाएर लिएर आएको थिएँ दिनुहोस् नमस्ते दिदी कहिले आउनुभयो तपाईँ मेरो साथी आमा अस्ति नै भेट्यो अरे आमासँग त काठमाडौँ गएको बेला भेट्यो नि आमासँग त्यस्तो भयो